सेवा गुड मर्निङ साथीहरू। आज चाहिँ मैले किन म पनि अब भ्लग यसो हाल्नु पर्यो, छुट्टीको दिन, इभिनिङ ड्युटीको दिन भनेर चाहिँ म चाहिँ उठ्नु बित्तिकै साथीहरू यहाँनिर मुख पनि धुएको छैन। मैले यसो ट्राईको लागि भ्लग खिचेको के कस्तो हुन्छ। अब म किचनतिर जाँदैछु साथीहरू, भर्खर उठेको। साथीहरू यहाँ हेर्नुहोस् त, यतिको चाहिँ बुढो हुनुपर्छ है साथीहरू। चिया पनि पाकेछ। अनि साथीहरू तपाईँ कस्तो गर्नुहुन्छ, हामी चाहिँ प्रायः कहिले कसै मात्रै घरमा चिया खान्छौँ, न त यो मतलब चिया बनाले दुध हालेको चिया, तर अरू बेला चाहिँ पेटहरू दुख्ने यस्तो भएर ब्ल्याक कफी कि त ब्ल्याक टी नै खाने गर्छौँ। अनि साथीहरू म यहाँ बाहिर यस्तो मजाले घाम पनि लागिसकेको छ है, मेरो चाहिँ वरपर यस्तो बाहिर एकदम घामले मैले आँखा देख्न सकिनँ। अब म घरमा चटक्क बडाल कुडाल गर्छु। पहिले त चिया खानु पर्यो, पहिले पानी खान्छु अनि चिया खान्छु, के कस्तो हुन्छ। अनि राजा साहब चाहिँ कता जाने अरे राजा साहब? उहाँ त कता निस्किनुहुन्छ अरे। अनि भरे सेलरी पनि लिएर आउँछु भन्नुहुँदै थियो। सेलरी पनि कति ल्याउनु हुँदो रहेछ हेरौँ है ल। अनि यस्तै छ। मैले यहाँ हातले यहाँ मोबाइल पनि पक्रेर आएको छु। ल साथीहरू, अघि चाहिँ मेरो यहाँ हातले मोबाइल झन्डै झरो, त्यही भएर मैले मोबाइल त्यहाँनिर राखेको थिएँ। अब स्ट्यान्ड पनि छैन साथीहरू। पहिले चिया खान्छु है। हो र? ओ माई गॉड, सो सरी बुढो। वाइ जस्ट अर्को बडा गरौँ न। पोइ झर्को उयो साथीहरू। अब ए हो कुन चाहिँ पो? ए उयो माफ पाऊ हजुर, माफ पाऊ चार्जर। साथीहरू यस्तो हुन्छ नि, हेर्नु न यहाँ बुढो म भन्दा अगाडि उठ्नु भयो हो लास्टमा। अब के अरे तिम्रो चार्ज हाल्दैन। वाट इज दिस ड्याम सर? यो पनि 4 मिनट मात्रै छ। ए चार उयो के पो पर्सेन्ट। तिमीले चार्ज गर्ने बाहिर छ तिमीले नि। के भन्ने साथीहरू, बतासी किरा किरा गर्दै अब बस्ने बेला भयो। बानी छैन अरे। हेर्नु है साथीहरू, 2टा चार्जर छ होइन। अझ हामी एउटामा झगडा हुन्छ भनेर 2टा चार्जर अनि अर्को एक्स्ट्रा चार्जर पनि किनेको छ। लास्टमा मैले गर्दा अरे। हेर्नु न, क्या था ये, क्या था? अलिक सिरियस हुनु है बाबा। आमा सिरियसली म सिरियस हुन थाल्यो भने त तिमी त बर्बाद भइहाल्छ नि। बोलिन साथीहरू। ल त्यसो भने त अब आफ्नो काम गरौँ। अब म आफ्नो काम गर्छु। बाबा पैसा चाहिँ भरे लक्ष्मी कुमारीलाई दिनु होला है। पैसा चाहिँ होइन त साथीहरू। पैसा गर्निन भने फेरि बुढोको स्यालेरी गर्निन भने कस्तो निन्द्रा लाग्दैन क्या साथीहरू। त्यही यहाँ धेरै मेरो पर पनि भयो। अलिकति चिया बनाएर खान्छु हो साथीहरू है। थोरै चिया अलरेडी छ, तताएर खान्छु। चिया खान्छु अनि म पनि नुहाउनु छ, अलिकति लुगाहरू धोएर अनि म पनि गइहाल्छु फेरि भरे साथीहरू। म जहिले जाँदाखेरि चाहिँ के हुन्छ नि, यस्तो यहीँ त हो, यहीँ नजिकै छ स्टेसन भन्दा भन्दै लास्टमा यस्तो कुद्नुपर्छ क्या। आमा हिजो त झन् म मेरो के पो 1:03 को उयो थियो, ट्रेन थियो। म 12:55सम्म भात खाइरहेको थिएँ क्या। त्यही पनि मैले हिजो गुन्द्रुक बनाएको थिएँ। अनि त्यही भएर पुरै 12:55मा
56-57 रातिमा भात खाइसकेर हात चाहिँ अलिअलि पानीले धोएर मैले उता गएर धोएको के काम गर्ने ठाउँमा गएर बाहिर गएर हात धोएको के त्यो ट्रेन छुट्यो भने फेरि 10 मिनट ढिलो हुन्छ कि यहाँ त फेरि एउटा ट्रेन छुटेको दिनभरि 10 मिनट ढिलो हुन्छ कि त्यही भएर ढिलो नहोस् भनेर मैले माछी गाई नायो नि गाम्बारी मास्ता ओ माय गॉड कस्तो तातो रहेछ यो यही पिल्स्यो त्यो चाल्ने किन त्यहीँ राखेको ओ माय गॉड प्लिज तपाईँ जानु ल हात त झन्डै गयो यार म चिया खान्छु लुगा पनि धुनु छ यस्तो साह्रो यहाँनिर झन्डै मेरो ल साथीहरू म चियाहरू खान्छु अनि अब कति के काम सक्छु कति हुन्छ अनि लास्टमा म एकछिन फेरि आउँछु है भिडियोमा ल साथीहरू मैले सबै कामहरू सकेँ अब चाहिँ म हल्का फ्रेस भएर ड्युटी जान्छु है साथीहरू यहाँ सबै कामहरू सक्यो मेरो बेडसिटदेखि लिएर बेड मिलाउनेदेखि लिएर अब म जस्ट थोरै यहाँ उयो गर्छु यहाँ चाहिँ अँध्यारो छ हौ साथीहरू यहाँ मेरो लुगा धुने वासिङ मेसिनको छाउतिरमा साथीहरू ढिलो उठेपछि यस्तै हुन्छ यहाँ ब्रस गर्छु हल्का मुख नुहाउँछु ल will be arriving at 4:49 a.m.